शिक्षा एउटा अपरिहार्य र महत्त्वपूर्ण कुरा हो। स्वयं मेरै छोरी पनि सुस्थ श्रवण भएकी हुन् र मैले के फिल गरेको छु भन्दाखेरि उनलाई पढाउँदाखेरि यो नक्सालको स्कुलमा जाँदाखेरि धेरै प्रकारका कठिनाइहरू देखेको छु। अहिले पनि हाम्रो राज्यको तर्फबाट उनीहरूलाई उपलब्ध गराउनु पर्ने न्यूनतम सुविधाहरू पनि उपलब्ध गराउन सकेको अवस्था छैन। यसमा केही त हाम्रो आर्थिक अवस्थाको दोष होला, तर केही चाहिँ हाम्रो इच्छा शक्तिको पनि अभाव हो, चाहनाको पनि अभाव हो। त्यहाँ केही मान्छेले त के भन्दाखेरि टिचरहरूले भनेको मैले सुनेको छु, अरे यो नीति निर्माणमा बस्नेहरूका छोराछोरी पनि अपाङ्ग भइदिएको भए थाहा पाउँदैछ न भन्थे होइन। त्यस्तोसम्म अभिव्यक्ति पनि मैले सुनेको छु। तर अहिले म आफै मन्त्री भएर बसेको छु, तर कतिपय कुराहरू गर्न खोज्दाखेरि केही त हाम्रो कार्य गर्ने तरिकाको पनि समस्या छ। हाम्रो प्रक्रिया असाध्यै लामो छ। टिप्पणी उठाऊ, त्यो चरणबद्ध हुँदै माथि जाऊ, त्यसलाई त्यही ढङ्गले तल पठाऊ। यो हाम्रो ब्युरोक्रेसीमा पनि एक प्रकारको जुन परम्परागत निरन्तरता छ त्यसलाई पनि हामीले ब्रेक गर्न सकेको छैनौँ। त्यसलाई अनलाइन सिस्टममा जाँदा अनि नयाँ प्रविधिमा जाँदा त्यसलाई रूपान्तरण गर्न सकिन्छ कि भन्ने हाम्रो चाहना छ, तर अझै पनि हामीले त्यो काम गर्न पनि पाएका छैनौँ। र हाम्रोमा रहेको खास गरेर नीतिगत अस्थिरता र राजनीतिक अस्थिरताले पनि यी धेरै कुराहरूलाई प्रभाव पारेको छ।